र गायत्री चाहिँ बबाल रमाइलो ठाउँ छ सुर्खेतको भ्यालीमा यस्तो बबाल ठाउँ छ होइन यो ठाउँ देखेर त मलाई खतरा रमाइलो लागेको यो ठाउँ यस्तो स्पष्ट छ यस्तो रमाइलो छ यस्तो यहाँ त वातावरण यस्तो मौसम छ पुरै खेतहरू होइन यस्तो रमाइलो ठाउँ छ सबै स्टुडेन्टहरू आइदिनु होला यहाँ सुर्खेत भ्यालीभित्र बस्नेहरू यस्तो रमाइलो छ त्यहाँ हेर्नु न कस्तो दामी छ पुरा बेलुकाको समयमा 4 बजेदेखि त 7-8 बजीसम्म त यस्तो बवाल ठाउँ हुने रहेछ कि त्यहाँनिर फेरि यस्तो खतरा ठाउँ छ क्या त्यहाँ त्यो ठाउँको कुरै छोडिदेऊ के त्यहाँ बस्यो बाटो नि यस्तो बवाल ठाउँ छ भनेपछि अब यहाँ चाहिँ सबै साथीहरू आइदिनु होला ग्रुपमा आइने झन् बवाल ठाउँ छ कि झन् यो एकदम खतरा ठाउँ छ ग्रुपको लागि त झन् यस्तो बवाल ठाउँ छ होइन कुरै छोडिदिनु के यस्तो ठाउँ चाहिँ मैले सम्म भयो नि आजसम्म लिएको थिएँ नि यो सहर बजारतिर है बवाल ठाउँ हावाहरू नि लाग्ने यस्तो बवाल ठाउँ छ कि साथीहरू हामी चाहिँ आज यस्तो घुमघामको लागि भनेर गएको थियौँ त्यहाँ फ्रेस हुनु भनेर त्यही दिन आज त्यो काम गरेर आएको साथीहरू यस्तो घुमघाम गरेर आएको होइन तर बवाल रहेछ क्या ठाउँ त हाम्रो सुर्खेतको यो प्रेमनगर नगरपालिका वडा नम्बर 3 मा यो भित्र एउटा के अरे एउटा पाटन छ होइन त्यो पाटनमा यस्तो रमाइलो छ यहाँ हेर्नुहोस् हजुर घोडा पाल्नु भएको छ उता हेर्नु यता गाईका के अरे उछन् बच्चाहरू छन् जुम्लाका मान्छेहरू यता हुनुहुन्छ हाम्रो अङ्कलहरू ऊ यता घोडाका बछेराहरू छन् साना साना मान्छेहरू छ कति रमाइलो छ जुम्लाका बाजेहरू उता रमाइलो छ बाजेहरू बसिरहनु भएको छ जुम्लाका हिँड्ने गाउँपालिकाका बाजे घोडा चढ्न पाएछ कि नै दैलेख चामुण्डा हजुरलाई स्वागत छ यहाँ मेरो च्यानलमा ल मुक्ति सर तपाईँकै 2 शब्द भनिदिनुहोस् नमस्कार आदरणीय मेरा दर्शकबिनहरू हो आज हामी यो वीरेन्द्र नगरपालिका वडा नम्बर 3 यो हाम्रो हुरेलीको यो पाटनभित्र छौँ र हामीले यहाँ घुम्दै गर्दा विभिन्न किसिमका पशुपक्षीहरू र मान्छेहरू बसेर रमाइलो गरिरहेको देख्यौँ र घोडाका बसेराहरू यता बाजे हुनुहुन्छ हाम्रो जुम्लाको उहाँलाई पनि स्वागत गर्न चाहेँ मैले र उता घोडाका बसेराहरू छन् यो ठाउँ यस्तो सुन्दर छ हेर्नुहोस् स्वर्गभन्दा आहा के दामी छ हेर्नुहोस् यहाँ संसारकै खुसी मिल्छ गायज त्यही भएर तपाईँहरू पनि एकचोटि अवश्य आउनुहोला र यहाँको महसुस अनि यहाँको प्रतिक्रिया लगेर जानुहोला हस् त धन्यवाद र हाम्रो उहाँ चाहिँ घोडाको मालिक हाम्रो कता घरबारे जुम्ला उहाँलाई पनि अब भाइरल गरिदिनु पर्छ सरकार किन भने उहाँ घोडा पालेर आफ्नो जिन्दगी हजुर नाम के भनिदिनु न मेरो नन्द बासाई जुम्ला जिल्ला हिमा गाउँपालिका हजुर जुम्ला पहिले देख्नु है भन्नु के हुन नमस्कार छ मेरो तर्फबाट जुम्ला जिल्ला हिमा गाउँपालिका वडा नम्बर 4 बुवा गाउँ बस्ने नन्दबास साईले अनि सुर्खेत भेलीमा अनि के अरे दङ्गली हाँडी भन्ने ठाउँमा घोडा लिएर वडा नम्बर
वडा नम्बर 3 मा बसिरहेको छौँ। आजसम्म चैत जेठसम्म बसिरहेको छौँ। तर आएको 3-4 महिना भएर अनि यसलाई 2 बाछरा बसेर अनि यस्तै भई बसिरहेको त्यो छौँ। घोडाहरू केर्नु चाहिँ यो दिउँसो यहीँ छोड्नुहुन्छ कि काहीँ लग्नु छ? कहीँ लगिने अरू के गर्नुहुन्छ रे? घोडालाई मात्रै हो चराउने काम? चराउने तर बिक्री वितरणको लागि लिएका छौँ। तर कोही लिने दाजुभाइ लिनुहुन्छ भने चाहना छ भने आएर लैजानुलाई सस्तो भाउले दिनेछु। ल हस् त धन्यवाद। त्यो गाई चाहिँ घोडा सडाको सब व्यवस्था रहेछ होइन। हामीलाई भोलि पुलाउनु भएको छ हजुरबाले। प्लस गाई चरु ल मेरो भ्लग चाहिँ अन्त्य यहीँ नै गरेको ल है त ल सिउ टुमारो ल गुड बाई।